अटोमेसन हाम्रो शत्रु होइन, तर हामीले यदि सन्तुलन कायम गरेनौँ भने। नमस्कार साथीहरू, आज हामी एउटा महत्त्वपूर्ण तर कमै उठाइने प्रश्नमा चर्चा गर्नेछौँ। एआई र अटोमेसनले हाम्रो दीर्घकालीन मानवीय सिपहरूमा के असर पार्छ? आजकल धेरै काम मेसिन र एआई प्रणालीले गरिरहेका छन्। लेख्ने, गाडी हाँक्ने, नक्सा देखाउने, उत्पादन गर्ने र यस्तै धेरै कामहरू। यसले जीवनलाई सजिलो त बनाएको छ, तर अर्को पाटो के हो भने मानवले गर्दै आएको आधारभूत सिपहरू हराउँदै गइरहेका छन्। जस्तै हाम्रो मेमोरी। हामीलाई ठेगाना, नम्बर वा सामान्य जानकारी सम्झनु पर्दैन, सबै कुरा मोबाइलमै खोजिन्छ। त्यसै गरी नेभिगेसन। पहिले हामी बाटो सोधेर वा भूगोल बुझेर मात्र यात्रा गर्थ्यौँ, तर आज हामी बिना गुगल म्याप्स टाढा पुग्नै गाह्रो हुन्छ। त्यसै गरी क्राफ्टम्यानसिप, हातले गर्ने सिप, कला वा सिपमूलक कामहरू उद्योग र मेसिनले विस्थापित गरिरहेका छन्। यदि यस्तो क्रम जारी रह्यो भने मानवीय सिप मात्र होइन, हाम्रो सृजनशीलता र आत्मनिर्भरता पनि हराउँदै जानेछ। अब प्रश्न के हो भने यी सिपहरूलाई कसरी जोगाउने? पहिलो, शिक्षा प्रणालीमा प्रविधि प्रयोगसँगै सिपमूलक अभ्यासलाई अनिवार्य बनाउनु पर्छ। दोस्रो, डिजिटल टुलमा पूर्ण निर्भर नभई कहिलेकाहीँ आफ्नै सिप प्रयोग गर्ने बानी बसाल्नु पर्छ। र तेस्रो, समाजले मानवीय कला र हस्तकलालाई मूल्य दिनुपर्छ, जसले भविष्यको पुस्तालाई सिप जोगाएर अगाडि बढ्न प्रेरणा दिन्छ। अटोमेसन हाम्रो शत्रु होइन, तर यदि हामीले सन्तुलन कायम गरेनौँ भने यसले हामीलाई सिपविहीन उपभोक्तामा मात्र सीमित गरिदिनेछ। तपाईलाई के लाग्छ, कि हामी प्रविधिमा निर्भर हुँदा आफ्ना प्राकृतिक क्षमता हराउँदैछौँ? कमेन्टमा आफ्नो विचार राख्न नबिर्सिनुहोला।